हेलो हाई सबैजनालाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज चाहिँ म बुढोको रुममा आएको छु। मेरो बुढोले के गर्दैछ हेरौँ है। हेलो हेलो के गरे त त्यो के पिसेको त त्यो अनि गोलभेडा कसले त्यसरी पिस्छ त अनि त्यसको ब्लेडै छैन अनि कसरी पिन्छ त ब्लेड त सबै भाँचेको छ अनि त्यो खुम्चेको छ नि त मिक्सरमा पिनेको रे गोलभेडा पनि सिँगै यस्तो त छ पिन्ने मान्छेको हालत लुगा लाउने भने एउटा केही छैन। मलाई यहाँ आउनु पाएको छैन, मलाई काम हराएर हैरान गर्छ। अस्ति बनाएको मासु पुग्यो कि नपुग्यो त अस्तिको हप्तामा पुगेन किन के हो गाली गर के भन्यो मिठो रहेन रहेछ भन्यो। ए तिमीले पकाएको तरकारी त होइन यो भन्यो होला होइन 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 हेलो बोल्दै न त हेर्नै हेर्नै यहाँनिर मलाई यो तरकारी पकाउनै आउँदैन जस्तो कुरा गर्छ यहाँ। त्यस्तो यो मान गरेर बोल्ने चलन छैन ल। नो नो अच्छा कसैले पनि रेस्पेक्ट गर्दैन ल। यहाँ मलाई काम हराएर ऊ बाहिर जान लाग्छ। यस्तो यस्तो मान्छे चाहिँ यस्तो यस्तो लसुन र अदुवा यहाँ छ मिक्स मसला यहाँ छ खुर्सानी यहाँ छ गोलभेडा छ केही हाल्नु पर्दैन ट्याक्क फ्राई गर त्यसै नुन र खुर्सानी मात्र हालेर तरकारी पकाउने है गाईहरू हेर्ने यहाँ कुटेर मार्न लागिसक्यो। मोबाइल ल्याउनु छ अब कहाँ जाने मेरो कपाल एकचोटि सर देखा त कपाल यस्तो छ होइन गाईहरू कपाल काट्न जाने रे हेर्नु होइन अहिले एकचोटि आएपछि। हेलो गाई चाहिँ यहाँ कपाल काटेर आएर यहाँ मलाई देखाउँदैछ हेर्नु यहाँ ए घुम्दैछ नाच्दैछ यस्तो यस्तो त छ। लु जाम छिटो गरेर हामी चाहिँ जाने हो। ए बुढो कता गयो मेरो बुढो चाहिँ बेला बेलामा गायब हुन्छ हेर्नु यस्तै छ। अब जानलाई रेडी हुनु पर्यो। लु गाइजहरू हामी चाहिँ अहिले हिँडेको अवस्था हामी कहाँ जान्ला अरे हामी मरिना बिच जान्छौँ। अब त्यहाँ गइसकेपछि को भेट हुन्छ भनेर तपाईँहरूलाई देखाउँछौँ। कस्तो छ गाइज मेरो लुक्स एउटा ब्लुटुथ एउटा माथि के भन्यो मैले यस्तो छ हौ गाइजहरू मैले एकतिर बाटो भनेको एकतिर हिँड्छ यसरी हिँड्दैछ है। हामी दुईजना त अब गइन्छ यस्तो उ गरेर हात दुख्छ के लास्ट गर्मी छ हौ गाइजहरू लास्ट गर्मी छ। दिनु त मेरो फोन आयो है साथीहरू मेरो त फोन आयो लास्ट गर्मी छ हौ यो ठाउँमा लास्ट गर्मी। हेलो हेलो सर
आउँदै हेलो आउँदैछु आऊ ए मलाई यहाँ सिद्रामलाई कहाँ कहाँ घुमाइदिएको हो थाहा नै छैन हौ हेर्नु गाइजहरू दिदीले फोन गरेर बोलाइसक्यो ढिला हुने भयो घामले यस्तो भइरहेछ मर्छ यताको घामले ल गाडी नै छैन गाडी लाग्दिन्छ भनेर लगाइदिन्छ हेर्नु गाइजहरू भन्नुहोस् तपाईँको यसमा के उ गर्न चाहनुहुन्छ गाडी साडी छैन यत्रो गाडी छ त खोइ त हामी जाने बसकै मान्छेले धैर्य चाहिँ कहिले नै हटाउनु हुन्छ कि गर्नुपर्छ कि पर्खिनु पर्छ प्रतीक्षाको फल मिठो हुन्छ त्यस्तो हो लु है जान्नु के अरूले भने मान्नु आफूले जानेको हेर्नु गाइजहरू गर्मीले यस्तो भइसक्यो एउटा बोतल बोक्न लाग्यो त्यो पनि हुँदैन भन्छ निम्न हात दुखिसक्यो मेरो त बन्द गरिदिनु ल कहाँ आइपुग्यो अरे अहिले चाहिँ सालमी आइपुग्यो होइन यहाँ मान्छे हराएर हैरान छ को हरायो होला भन्नु त एक नम्बरमा मेरै बुढो हराएको हो अरू भने त्यस्तै हो अनि अरू केही भन्नु छ मैले त्यही भएर मैले तपाईँलाई होइन उस लाउनु भनेको चप्पल लाउनु सजिलो हुन्छ भनेर ए त्यस्तो पो ल नि त भोलि पर्सि बाटोमा यस्तो जिस्किँदै हिँड्ने मान्छे को छ फर्स्ट टाइम होइन पब्लिकमा यसरी भिडियो बनाउँदै हिँडेको हो कि होइन मेरो त उस भिडियो नि काटिरहेको जस्तो लाग्यो हौ हेर्नु त अगाडि गएर हेर्नु त कस्तो आइरहेछ यतिकोमा हात दुख्छ नि त नि फनायो कस्तो आइरहेछ हेर्नु गाइजहरू गर्मीले हालत खराब यतापट्टि बस्नु तपाईँ यतापट्टि बस्नुहोस् हेर्नु यहाँ पुरा हालत खराब भइरहेछ कता गयो मियाकुरी दिदी तिलङ्गे एकछिन निप्ला हेर्नु गाइजहरू यहाँ यस्तो भइरहेछ बाटोमा को भेट्छु हाम्रो दिदी सिडीले छोडेर दौडिसक्यो तिनीहरू त्यहाँनिरको उसमा मार्केटमा गएको क्या गर्मी भएर भत पोलेर ल तपाईँ हिँड्नु अगाडि खतरासँग मेरो त मुहाले झरिसक्यो ल हिँड्नु तिमीले हाम्रो गाइजहरू सबजना अघि छन् यहाँ यता हामी कता हिँडेको अरे अहिले यति राति समुद्र हेर्नु सी साइड म चाहिँ यता छु होइन ओ बिने यता हेर अब सुरु भइसक्यो हाम्रो हामी कहाँ जानु लाग्यो अरे पौडी खेल्न कमेडी बनाएर हाले पो अनि हेर्नलाई मजा आउँछ त बाटो पनि बिर्सिसक्यो कता हो के हो थाहा छैन हिँड्दैछ आधी घन्टा भयो हिँडेको बिहानदेखिबाट बेलुकासम्म हिँडे पछाडि हिँडे छन्
भन्नु तपाईँको एक दुई शब्द भन्दा ल अँध्यारो अँध्यारो आइरह होला हौ यहाँ त अहिले त लु गाइजहरू हामी एकैछिन पछि हामी सिसाइ When it's real, you just know the truth. No labels, no lines to define. Love is love, love is divine.